आज 2082 साल फागुन 24 गते आइतबार तदनुसार सन् 2026 मार्च 8 तारिक। अब लागौं आजको राशिफलतिर। सुरुमा मेष राशि। मेष राशिको आजको दिन लामो समयदेखि रोकिएको काम अगाडि बढ्ने सम्भावना छ। काममा सहकर्मीहरूको साथ पाउन सक्नुहुन्छ। पारिवारिक वातावरण सामान्य रहनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुनेछ। वृष राशि। वृष राशिको आजको दिन आफन्त वा साथीभाइसँग भेटघाट हुने सम्भावना छ। काममा सामान्य प्रगति हुनेछ भने आर्थिक रूपमा सानो फाइदा मिल्न सक्नेछ। स्वास्थ्यमा भने अलि थकान महसुस हुन सक्छ। मिथुन राशि। मिथुन राशिको आजको दिन तपाईँको नयाँ काम सुरु गर्ने सोच आउन सक्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्ने सङ्केत देखिन्छ। विद्यार्थीहरूका लागि पढाइमा ध्यान दिनुपर्ने दिन रहेको छ। कर्कट राशि। कर्कट राशिको आजको दिन पारिवारिक जिम्मेवारी बढ्न सक्नेछ। काममा अलि व्यस्तता बढ्ने सम्भावना छ। आर्थिक पक्षमा सोचेर खर्च गर्नु राम्रो हुनेछ। मनलाई शान्त राख्दा धेरै समस्या समाधान हुन सक्नेछन्। सिंह राशि। सिंह राशिको आजको दिन तपाईँका योजना बिस्तारै सफल हुँदै जाने सङ्केत छ। साथीभाइसँग सहयोग मिल्न सक्छ भने कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर पाउन सक्नुहुन्छ। कन्या राशि। कन्या राशिको आजको दिन केही चुनौती आउन सक्छ, तर धैर्य राखेमा राम्रो परिणाम मिल्नेछ। आर्थिक निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। परिवारको साथले मनमा सन्तुष्टि मिल्ने दिन रहेको छ। तुला राशि। तुला राशिको आजको दिन सामाजिक र व्यावसायिक दुवै क्षेत्रमा सक्रियता बढ्न सक्नेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना छ। खर्च भने अलि बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनुहोला। वृश्चिक राशि। वृश्चिक राशिको आजको दिन काममा केही नयाँ जिम्मेवारी आउन सक्नेछ। मेहनत अनुसार फल मिल्ने सङ्केत छ भने परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। स्वास्थ्यमा ध्यान दिनु राम्रो हुन्छ। धनुराशि। धनुराशिको आजको दिन सकारात्मक सोचले काममा सफलता दिलाउन सक्नेछ। यात्राको सम्भावना पनि देखिन्छ। नयाँ अनुभव प्राप्त हुने दिन छ भने आर्थिक रूपमा सामान्य लाभ हुनेछ। मकर राशि। मकर राशिको आजको दिन जिम्मेवारी बढ्न सक्नेछ, तर मेहनतले राम्रो नतिजा दिन सक्छ। काममा वरिष्ठ व्यक्तिको सहयोग पाउनुहुनेछ। परिवारसँगको सम्बन्ध भने अझ राम्रो बन्नेछ। कुम्भ राशि। कुम्भ राशिको आजको दिन नयाँ योजना बनाउने र भविष्यका बारे सोच्ने दिन हुन सक्नेछ। साथीभाइको साथले काम सजिलो बनाउन सक्नेछ। आर्थिक पक्ष भने सामान्य रहनेछ। मनमा उत्साह रहने दिन रहेको छ। मीन राशि। मीन राशिको आजको दिन शान्त र सन्तुलित रहने सम्भावना छ। काममा ध्यान दिएमा राम्रो उपलब्धि मिल्न सक्छ। परिवारसँग समय बिताउँदा खुसी महसुस हुनेछ। स्वास्थ्यमा भने सामान्य ध्यान दिनु राम्रो हुनेछ। आजको राशिफलले जस्तो भने पनि तपाईँको आजको दिन शुभ रहोस्।